हेलो एन्ड वेलकम ब्याक टु माई च्यानल गाइज। धेरै दिनपछि चाहिँ फेरि आज चाहिँ मैले एउटा भिडियो लिएर आइसकेको छु होइन। आज चाहिँ खासमा मैले यस्तो भिडियो लिएर आइसकेको छु जुन चाहिँ हामी रोमानियामा बस्ने सबै मान्छेहरूलाई काम लाग्नेछ। आज म तपाईँहरूलाई रोमानियामा बस्ने सबैजनालाई चाहिँ कसरी कम पैसामा चाहिँ हामीले सर्भाइभ गर्न सक्छौँ होइन भनेर अब यो भिडियोमा म देखाउन गइरहेको छु। मसँग चाहिँ यहाँ मैले भेला पारिराखेको इम्टी क्यानहरू छ, खाली बोतलहरू छ जुन चाहिँ म क्यासमा कन्भर्ट गर्न गइरहेको छु होइन। म प्राय जसो चाहिँ कफल्यान्ड मार्केट जान्छु र त्यही कफल्यान्ड मार्केटबाटै म सबै सामानहरू हप्तामा एकचोटि हाम्रो आइतबार छुट्टी हुन्छ र यही आइतबार म एक हप्ताको सामानहरू लिनलाई म सधैँ निस्किने गर्छु। अहिले म रुमबाट बाहिर आइसकेको छु। अगाडिपट्टि चाहिँ बस आउने ठाउँ छ, 103 नम्बरको बस चढेर म जान्छु र त्यहाँ गएर यो क्यानलाई एक्सचेन्ज गर्छु। अनि त्यसपछि चाहिँ अनि म कमभन्दा कम पैसामा चाहिँ म कसरी चाहिँ हामीले सर्भाइभ गर्न सकिन्छ भनेर चाहिँ म यो देखाउन गइरहेको छु गाइज यो भिडियोमा। गाइज अहिले चाहिँ म बसमा चढिसकेको छु र म मार्केट पनि लागिसकेको छु। अब बिरवटा स्टेसनको चाहिँ म उत्रन्छु, मार्केटको लागि अर्को गाडी चढ्छु। त्यसपछि चाहिँ मार्केट गएर पहिला क्यानहरू चाहिँ साट्छु गाइज। रोमानियामा चाहिँ कसरी चाहिँ म आफूलाई कमभन्दा कम पैसामा सर्भाइभ गर्ने भन्ने चाहिँ त्यो चाहिँ म यो भिडियोमा देखाउन गइरहेको छु गाइज होइन। अनि मैले चाहिँ मेरो एक्सपिरियन्स अनुसारले म 5 वर्ष भयो रोमानियामा बसेको। अनि चाहिँ मलाई चाहिँ धेरै कुराहरू मैले थाहा पाएँ, सिकेको चाहिँ होइन। त्यही मैले सिकेको बुझेको कुरा चाहिँ म यो भिडियोमा देखाउन गइरहेको छु होइन। म चाहिँ सिङ्गल एक्लै खान्छु प्रायः जस्तो होइन। हुनाले पनि एक्लै खान्छु अनि त्यही भएर पनि मलाई सजिलो हुन्छ कि मैले आफूलाई कसरी मेन्टेन गर्ने, क्या कम पैसामा कम बजेटमा आफूलाई कसरी मेन्टेन गर्ने भन्ने चाहिँ मैले राम्रोसँगले नै मैले बुझेको छु होइन। र यही बुझेको कुरा चाहिँ म यो भिडियोमा देखाउन गइरहेको छु गाइज होइन। भिडियोलाई अन्तिमसम्म हेर्नु होला गाइज। मेरो स्टेसन पनि आइसकेको छ। यहाँबाट चाहिँ अगाडिपट्टिबाट यहाँ टर्निङ छ, यो टर्निङबाट चाहिँ यहाँ उत्रेर चाहिँ म यो स्टेसनमा उत्रेर चाहिँ म हल्का हिँडेर जानुपर्छ गाइज होइन। अलराइट गाइज, म चाहिँ अहिले यो रिसाइकलमा पुगिसकेको छु। जम्मा चाहिँ आएको छ 17 रुपियाँ 50 पैसा। अलराइट गाइज, मैले चाहिँ यो स्क्यान गर्ने चाहिँ मैले लिइसकेको छु। अब कतिको सामान लिने के गर्ने त्यो सबै कुरा चाहिँ म यसमा स्क्यान गरेर यसको रेटहरू कतिको सामान किने के गरेँ त्यो सबै कुराहरू चाहिँ यसबाट म मोनिटर गर्न सक्छु र कतिको सामान किने के गरेँ त्यो सबै यसमा स्क्रिनमा देखाउने गर्दछ गाइज। सुरुवात चाहिँ गाइज स्याउबाट गरौँ। स्याउ चाहिँ यो 5 रुपियाँ केजी छ, मारे रोसी भन्ने, तर यो चाहिँ अलि मिठो हुँदैन। अनि यो जोक्न जो कति हुँदो रहेछ। मैले झोला लिइसकेँ, त्यही भएर कुम्लामा तिर्नुपर्छ। यो कुन थियो, त्यो थियो मारे गाला भनेको यो हो। यो चाहिँ मैले लिएको छु 5 रुपियाँ 79 पैसा। यसलाई थिच्नुपर्छ 1 केजी 1.084 ग्राम। अनि त्यसपछि यसको दाम टोटल रहेछ 6 रुपियाँ 57 पैसा। यसरी यसलाई स्क्यान गर्ने, टक्क आयो, यहाँनिर आइरहेको छ अहिले।
Dara, está, Okay. ya está. Da, está. Hasta? Hasta? My phone? Kita, mana? Da, tu. Kita. Muito mais. अलराइट गाइज, मैले चाहिँ आजको सपिङ सबै गरेर आइसकेको छु। जम्मा जम्मी 87.92 चाहिँ मैले किनमेल गरेको छु। त्यसमध्येमा आलु र प्याजको चाहिँ मैले किनेको छुइनँ, किनभने चाहिँ त्यो चाहिँ रुममै छ होइन। त्यो लिँदा लगभग 100 रुपियाँ जस्तो बजेट पुग्न जान्छ होइन। अनि म चाहिँ अब रुमतिर जान लागेको छु होइन। यताबाट अब गाडी पछाडिबाट चाहिँ गाडी आउँछ 640 नम्बरको। त्यहाँ अगाडि एउटा स्टेसन छ, त्यो स्टेसनमा म पर्खिन्छु। त्यो स्टेसनमा पर्खिसकेपछि अनि गाडी आयो, म गाडीमा जान्छु। जम्मा जम्मी 103 पनि चढ्नुपर्छ मैले, त्यहाँबाट चाहिँ 103 चढ्नुपर्छ। अलराइट गाइज, म चाहिँ मार्केट गएर आइसकेँ होइन। मैले चाहिँ अब मासुहरू होइन, कुखुराको बङ्गुरको मासुहरू पनि लिएँ। अनि मैले त्यसमा टमाटरहरू चामलहरू सबै गरेर 78.92 रोनको चाहिँ मैले सामानहरू किनमेल गरेँ। यसमा चाहिँ कतिपय सामानहरू चाहिँ मेरो रुममै थियो होइन। तेल भयो, आलु अनि प्याज भयो, मेरो रुममै थियो र मैले चाहिँ त्यो चाहिँ लिइनँ होइन। त्यो लिँदाखेरि चाहिँ लगभग मेरो 100 रोनको जति मेरो चाहिँ खर्च चाहिँ त्यहाँनिर चाहिँ हुन जान्थ्यो। मेरो अनुमानमा मैले बनाएको बजेट भनेको 120 र 100 को बिचमा हुन्छ। कहिलेकाहीँ मसँग सामान रुममा छ भने चाहिँ त्यसमा चाहिँ अलिकति कम हुन्छ। यो हप्ता 78.92 को भयो होइन। अब भोलि अर्को हप्ता चाहिँ धेरै पनि हुनसक्छ, किनभने सामान सकिन सक्छ र त्यो अनुसारले मैले सामान किनेँ भने चाहिँ त्यो गएर 120 रोनदेखि 150 रोनसम्म पुग्छ। भनेपछि के हुन्छ भने एक हप्ता हामीलाई थोरै पैसाले भयो भने अर्को हप्ता त्यसको रिकभर गर्नलाई अर्को हप्तामा त्यहाँनिर बढेर जान्छ, 20-30 रुपियाँ जब बढेर जान्छ। त्यही भएर मेरो प्रत्येक हप्तामा मेरो 100 देखि 120 रोनको मेरो खर्च हुन्छ होइन। त्यसमा खाना होइन, अब ड्युटी लिएर जानु पर्यो अनि रुममा खानु पर्यो भनेपछि यो हिसाबले गर्दाखेरि चाहिँ महिनामा 4 हप्तामा जम्मा जम्मी 480 समथिङ 500 देखि 500 सम्म खर्च हुन्छ होइन। तपाईँहरूको कति खर्च हुन्छ त गाइस? रोमानियामा तपाईँ बसिरहनु भएको छ, कति तपाईँहरूको खर्च हुन्छ? तपाईँहरूको कति खर्च हुन्छ त्यो चाहिँ तपाईँ कमेन्टमा भनिदिनु होला। र भिडियो कस्तो लाग्यो लाइक, सेयर र कमेन्ट पनि गरिदिनु होला गाइज होइन। अनि
भनौँ न अब धेरै दिन भइसक्यो त्यो भिडियो बनाएको थिइनँ होइन, कतिपय कुराहरू यसो तलमाथि भयो होला, मिसप्लेस भयो होला गाइज होइन, मिलाएर बुझिदिनु होला गाइज। यति भन्दै गाइज म आफ्नो भिडियोलाई यही टुङ्ग्याउँछु। अब फेरि अर्को भिडियोमा भेटौँला गाइज होइन, सी यू।